एनईबी अपडेट विद्यार्थीको आवाज अब मन्त्रालयसम्म पुगेको छ। यो तपाईले अहिले देखिरहनु भएको पत्र परेवा। इन्कर्पोरेटेडले ई परेवा र स्पिकअप नेपालको तर्फबाट शिक्षा तथा खेलकुद मन्त्रालयमा आधिकारिक रूपमा बुझाएको निवेदन हो। हामी 25 असारमा मन्त्रालय जाने तयारीमा थियौं, तर बैठक 26 असारका लागि सारियो। त्यसपछि 26 असारमा मन्त्रालयका सचिवसँग हाम्रो प्रत्यक्ष छलफल भयो। हामीले 250 जना भन्दा बढी विद्यार्थी र नागरिकको समर्थन सहितको पेटिसन र यो आधिकारिक निवेदन बुझायौं। मन्त्रालयले हाम्रो निवेदन आधिकारिक रूपमा स्वीकार गरेको छ र यसलाई नेशनल एक्जामिनेसन बोर्ड एनईबीमा पठाइने जानकारी दिएको छ। तर सरकारी प्रक्रिया अनुसार यो पुग्न करिब 12 दिन लाग्न सक्छ। त्यसैले अब हामी ई परेवा र स्पिकअप नेपाल स्वयं यही हप्ता एनईबी पुगेर सम्बन्धित अधिकारीसँग प्रत्यक्ष छलफल गर्नेछौं। तर हाम्रो अभियान अझै सकिएको छैन। 500 समर्थन पुगेपछि हामी श्री सस्मित पोखरेलसँग प्रत्यक्ष छलफल गर्ने अवसर पाउनेछौं। यदि तपाई पनि परीक्षा मूल्याङ्कनमा क्ल्यारिटी चाहनुहुन्छ भने पेटिसन सपोर्ट गर्नुहोस्। यो भिडियो शेयर गर्नुहोस् अनि कमेन्टमा सपोर्ट लेखेर आफ्नो आवाज जोड्नुहोस्। थप अपडेटका लागि ई परेवालाई फलो गर्नुहोस्।